स्वागत छ है तपाईँहरूलाई हाम्रो भ्लगमा। हाम्रो भ्लग अलि मिड बाटोमा आएर स्टार्ट भएको छ, जुन चाहिँ हामी अमेलिया पुग्ने बेला भइसकेको थियो हाम्रो। धेरै होइन, 12-13 किलोमिटर होला अमेलिया। त्यसपछि अब हामी एकचोटि यहाँ रोक्यौँ, जसरी रोक्छौँ त्यसरी। सो गाइजहरू, हामी चाहिँ नास्ता खानलाई अड्डिएको छौँ, के गर्ने यस्तै छ होइन। सो हामी चाहिँ नास्ता खानलाई रोकेको थियौँ, अब नास्ता पनि खाइसक्यौँ हेर्नु प्राइजहरू। अब अलिक चिसो चिसो मौसम छ, त्यही भएर हामी चिया पनि खानालाई मगाइसक्यौँ हेर्नु। हाम्रो फेरि यस्तो हुन्छ हेर्नुहोस्। के भन्न चाहन्छु तिमीले? गौतम बुद्ध के छ तिम्रो खबर? एकदम ठिकै छ। म केही भन्न चाहन्न। हाम्रो भ्युअरहरूलाई एकदमै माया छ है, कस्तै माया छ सुनिरहेको छ। हाम्रो भ्युअरहरूलाई माया छ। म धेरै पछि कमब्याक हान्नु लागेको छु, तपाईँहरूले माया गर्नुपर्ने हुन्छ। रानी हो रानी नै हो के भन्छ गाडी, महिलावाला के स्त्रीलिङ्ग हो क्या। अन्नाले काटेर हिँडेको छौँ साथीहरू, के गर्ने यस्तै छ है। सो हे गाइज, के छ खबर? फाइनली हाम्रो ट्रेकिङ चाहिँ सुरु भइसकेको छ। तपाईँहरूलाई यो बताउन चाहन्छु, हाम्रो चाहिँ यो ठाउँबाट निक्लिन लाग्यो। यो चाहिँ हामी मकरीगढ आएका छौँ र अब हामीले यहाँ खानापिना गऱ्यौँ। हाम्रो लागि दाल भात। सो अब हामी कति किलोमिटर राइड गरेर आएको हो भनेर अब हाम्रो साथीले भनिदिन्छन्। ओए कति किलोमिटर रे? 600 किलोमिटर, मोर देन 600 किलोमिटर। सो हामी चाहिँ मकरीघाट भन्ने गाउँदेखि त्यो गाउँ बजारदेखि हट्टामाथि आएको छौँ र हेर्न सक्नुहुन्छ तपाईँहरूले प्रत्यक्ष रूपमा। सो गाइज है, हामी चाहिँ यहाँ उतादेखि आइसकेर अब यो उकालो चढ्नु पर्ने रे यार। जस्तो एउटा होइन र दबदबा। अनि यहाँ चाहिँ पानी भर्नु लाग्छ अब, पानी तिर्खा लगाएर। गौतम छ नि यहाँ, जेस अम्बिकेश्वरीको प्यारो स्टुडेन्ट। गौतम के भन्न चाहन्छौ? भन न, के त भन न, दुई चार शब्द। घुम्नु जाने मान्छेलाई दुई चार शब्द भन न कि। दुईटा शब्द। गौतमलाई फेरि केटी देख्नुहुन्न त, यस्ता त छन् मान्छे। ट्रेकिङ गरेर देखेको छु नि यता। देख्नै हुन्न कुरा छ त। हेर्न सक्नुहुन्छ गाइज, रुट तल हेर्न सक्नुहुन्छ। 1 मिस गेम फिनिस है, हेर्न सक्नुहुन्छ गाइज है। दुईजना केटी गइराख्नु भएको थियो आफ्नो गन्तव्यतिर। गौतमले भेटाएर यसो सेटिङ हान्दैछन्। जेस भइयो त्यस्तो सेटिङ भन्नाले सेकाइवाला सेटिङ होइन कि, जे साँझको खाना बच्छ अरे पैसा, त्यही भएर लड्की जेस भइरहेछ गौतमको। गौतमको प्रगति देखेर म खुसी छु। हेर्नु सक्नुहुन्छ गाडी, हामी चाहिँ
रमाइलो गाउँमा आइपुगेको छु हामी त घर घर हिँड्ने हामी त के अर्को बाटो रहेछ त्यो तलको जाने बाटो यो त गाउँ घर जस्तो छ त एकदम राम्रो छ यार कहाँ रे घोसा आमा घोसा जाने बाटो यही हो कुन गाउँ हो नि यो चाहिँ हजुर कति ठुलो छ यो खर्सानी ल बल तिमीले के भन्न चाहन्छौ भन म जिन्दगी सवाल हुन्छ नि भन त जिन्दगीको एकदम सवाल हुन्छ अरू केही भन्नु छैन मलाई किन भन्नु न त तिमीले नभने हुन्छ कस्तो लाग्यो त्यो ट्रेकिङको एक्सपिरियन्स तिम्रो कस्तो छ फट्नेवाला छ भन्ने थाहा छ के फट्नेवाला खाने हाँ ओए त्यहाँ पनि गाउँ रहेछ त यतापट्टि कहाँ हो कि त्यहाँ कहाँबाट जान्छ त्यहाँ गौतम चाहिँ गौतम चाहिँ यसो केटी पाएर हामीलाई छोडेर गइसक्यो धोकेबाज निक्ल्यो के के भने पानी फालिदिने म खान्छु केही घन्टाको हिँडेपछि हामीलाई सिँढीहरू उक्लनु पर्यो सिँढी मुनिको दृश्य नजिकको झरनाले मलाई छुट्टै किसिमको कम्पन हुँदै थियो माथिबाट गर्जित आएको झरना तल आइपुग्दा भने एउटै लयमा शान्त धैर्य साथ बगिरहेको थियो जसरी थाकेको यात्रीले अन्तत मनमा भएको बोझ हुन्छ नि त्यो बिसाउन पाए टक्क तलको आवाज सुन्नु अनि झरनाको आवाज सुन्नु यहाँ मजा आइरहेको थियो त्यो आवाजमा हल्ला थियो तर हल्लाभित्र पनि एक अद्भुत शक्ति भनौँ न हाम्रो लागि इनर्जी प्रभाव भइरहेको थियो सिँढी झरना हामी क्षणभरि एउटै भावमा निशब्द उभिएर सिँढीमा होइन हेरिरहेका थियौँ त्यसपछि यात्रा बिस्तारै बिस्तारै अघि बढ्दै गयो भनौँ न यस्तो भ्यू देख्छ है यहाँबाट चाहिँ होमस्टेबाट चाहिँ साथीहरू हामी चाहिँ तलदेखि आएको हो बारी कता कता हामी आएको ठाउँ पनि देख्दैन त हो यो चाहिँ बारीको डाँडा हो नाम के भयो हाम्रो केटाकेटीहरू भए सतीक्षा हुने चाहिँ के भन्न चाहन्छु सतीक्षा अब हिँड्न लाग्यो साथी अब सबैले गरेर हिँड्ने हो सबैलाई माया छ भनिदिनु नि माया छ हामी चाहिँ कस्तो ठाउँमा छ भन्ने हेर्दाखेरि चाहिँ भिरालो ठाउँमा त्यही हो गाइजहरू म चाहिँ हल्का हल्का देखाउँदै अघि बढ्न चाहन्छु धेरै बोल्ने भएको छैन माइन्ड नगर्नु होला भर्खर घाम आउनु छ खोज बजेर 8:30 भएको रहेछ के भयो भन्ने हो कि माया छ भनिदिनु खै म पनि भन्छु माया छ भने चाहिँ ल के ल अलि टाढा भनेर नि यार मेरो क्यामेरा अलि नजिक आउँछ क्या नभन के भन्ने हौ के सिकाउ फेरि सिकाउ के सिकाउँछ फेरि सिकाउ त फेरि सिकाउ न ल मलाई देखाउनु पर्छ फोन आएको छ के फोन आएको छ ए माया छ साथीहरु त्यो कसको फोन बुवाको
जाऊ होइन हेर्नुहोस् त कस्तो छ गाइजहरू भन्नुहोस् पर्ने हुन्छ है म देखेर नि तर अनि चाहिँ हामी सिटी भन्ने गाउँ जस्तो लाग्छ पहाडीको देख्यो भने चाहिँ यो गाउँको नाम मैले बिर्सेँ हेर्नुहोस् त्यो चाहिँ सिटी हो हामी सायद खाना खाजा त्यति हुन्छ होला त्यसपछि हाम्रो घर सबै फेरि स्टार्ट हुन्छ हिमाल चढ्न आउँछन् कि यहाँ नाइके जस्तो थियो नाइके एक टोली नेपाली आयो हिमाल चढ्न माथि गएर पुस लागेर हेलिदेखि उताबाट निकालेर लग्यो हेलिकप्टरबाट तार पाते माथि भित्र तपेर ढुङ लागेर हजुर हुनु त छैन आफैमा पनि छैन तपाईँको 13 ग्रुप छ होइन हजुर हिँड्नै छैन कि पहिलेदेखि आजभोलि मात्र यसो मैले 8-10 साल चाहिँ पढेन हिँड्यो कि 8-10 साल परेन पढेन ओहो 8-10 साल चट्टानमा त होला त त्यसो चट्टानमा त देखेँ खालि त्यो हिउँ खेल्न तपाईँ पाउने होइन पछाडि ग्रुप त धेरै टाढा छ पछाडि ग्रुप पछि धेरै पछि आधा घन्टा बच्चादेखिको ग्यास छ बिसी जान्छ नि हामी त नआएको नि ओके तिनीहरू आउन त सिटी होस्टेल जेल त लाग्छ होइन सबै आउनु त तपाईँहरूले हार्दिक स्वागत गर्दछ त्यो होइन त्योभन्दा मुनि खाल जानुपर्छ एउटा खुट्टालाई 10-20 के भप्पर सामान कमाउँछ हामीले 1500 तिर्नुपर्छ तागलको एक कुन्टल आयो भने 1500 खान्छ यो कङ्क्रिट गरेको सिमेन्ट पनि त्यसले ल्याएर है त्यसैले बजारमा राख्ने सामान पनि खच्चडले हो कति आउँछ अरे एकचोटिमा एउटा खतरा कति आउँछ दिनदिनै ल्याउनुपर्छ ऊ दिनदिनै होइन एउटा खेतरले तपाईँको जसो बिस्कुट चुरा त्यो हल्कासँग बढी भनेर 10 किलो भयो भने एउटा खेतरको 1500 तिर्नुपर्छ एक कुन्टल भयो भने 8-15 बर्खा समयमा बढी तिर्नुपर्छ 18-20 चाहिएको छ मैले तपाईँ अब सल बनिरहेको थिएँ यता चाहिँ चौचाउले कति वर्ष थियो एउटा चौचाउलाई बनिएको 50 तपाईँलाई 30 माथितिर झन् महँगो पर्छ है भने देखो तपाईँ आयो टुरिस्ट सधैँ आउनुलाई त कमाउनु छैन आउनेले कम पर्छ यहाँ आइराख्नेले टुरिस्टलाई हल्का कम हो ए राम्रो रहेछ
खानालाई कसरी दिने खानालाई 300 यता लाग्यो हो 5 4 6 असमा छ जे माथुमा हाम्रो छ छोरा छ म जान्दैन पाइन्छ छोरा भाइ तिमी यहाँ पारेको होमस्टे यो बाटो परामै जइन्ट हो जान्दैन यहाँ थाहा छ अनि होमस्टेले हेर्नु मठीबाट गएर पक्का यो बाटोमा जइन्ट हुन्छ एउटा हिँड्नु यतामा गाई परतिर मेरो छ कुनमा कन्टेक्ट गरिरहेको छ यहाँ खरच छ भने अब खाँदैन होला त्यो हामी जहाँ कन्टेक्ट छ होला कहिले फोन गरेर सोध्छ भने होटलको नाम के भनेर एउटा दानवाला आउने भनेर छोरा ढुकेको ल आफ्नै माथि जाने पुरा खाउने गाडी सब भनेको ओइ टुरा हुन्छ आवाज त ड्रोनको जस्तो आयो कुरा सक्यो होला सायद अब बन्द गर्छु ल एउटा सोलरले कति वर्ष टिक्छ नि हो नि 10-20 वर्ष नमस्ते सर उमेश नम्बर चाहिँ यहीँ होला बेलदेखि यहीँ कन्ट्याक्ट हुँदा हजुर लाग्छ होला आधी घन्टा 1 घन्टा हाम्रो भिडियोमा हाम्रो यताको गाउँबाट हुनुहुने रहेछ हिमालमा त छैन सर र गौतम भन्ने बौलाले यहाँ इन्टरभ्यू लिइराखन् के कस्तो बोल्ने यहाँ नयाँ मान्छे के भन्नु भएको नि नयाँ मान्छेले कसरी भन्नु त भन्ने गाली गर्नु पर्ने मान्छेहरूले सोधा के अनि तपाईँहरूको सर पनि आएको छ एकजना सर लास्टमा हुनुहुन्छ सबभन्दा पछाडि कालो ब्याग बोकेको गोरे गोरे चोक हुन्छ त्यहाँ आउनु सर सबभन्दा पछाडिको सर हिँड्न सक्दैन के हो बौला बौला त लागेन केटीहरू पनि छन् बौला बौला त लागेन नि केटीहरू पनि छन् त्यहाँ यस्तो एकजना आउँछन् नि यस्तो लट्ठी टेक्ने भन्नु न तिमीलाई तिम्रो नाम विदिशा भन्नु बरु टिपेर गर्नु तपाईँको नाम विदिशा भन्नु है त्यहाँ गएर केही भन्दैन अनि कसले भने अब त लाग्यो नि हल्का बौला बौला के अरे के भन्नु के भने होइन कि मैले राम्रोसँग घुमेर आउनु चिसो धेरै छ उता हामीलाई चाहिँ यस्तो चिसो लाग्यो कि अब तपाईँहरू त खै के हुन्छ बर्किँदा पनि हुन्थ्यो हजुर बर्किँदा पनि हुन्थ्यो चिसो लाग्छ कि हामीले बलबन्दी ल्याएन होइन आऊ गौतम होइन मन देखिनु पर्दैन भिडियोमा तिमीले देखिनु पर्यो आऊ म यस्तो गराउ न आउँदैन यहाँ यस्तो खिच्ने के सोध्ने अरे बोलन गर्न मैले सोध्ने सोध्दिनँ मैले त मेरै भिडियोमा सोध्छु नि बनाउनु त अनि बोल न छिटो तिमी गर्न तिमी जाऊ म बनाउँछु तिमी यस्तो बनाउन मान्छेसँग बोल्दैन भन्ने थाहा छैन भिडियोमा देख्दा त्यस्तो नराम्रो त लाग्दैन होइन कुन ठाउँ हेर्नु चाहिँ म अघि नै बनाइहाल्छु कुन ठाउँबाट चाहिँ माइकोट यो माथि फ्राइकोट भयो
भनिराख न के हो तँ भन अब बोल न उभिएको के बनाउने हो तिमीहरू कहाँ रहेको कहाँ बस्यो नाली नाली कहाँदेखि आएर अघि तिमीहरू कहाँ आज सीमा सीमा हिमाल कहाँ कति लाग्छ टाइम त्यहाँ तन्नै हामीलाई त अस्ति कति हिँड्न गाह्रो भयो तपाईँहरू उता रहने व्यवस्था गरेको छौ मतलब कन्ट्याक्ट गरेको छौ के गरेको छैन होइन केही पनि गर्नुपर्छ पहिल्यै यता आउँछ एउटा दाया आएछ त्यो उतै नम्बर छ धौली मान्छेको धौलियोदार त आज धौलीवटा पुग्दैन होला के पुग्दैन पनि फेरि भोलि फेरि त्यहाँ बस्ने नजिक भइहाल्छ फेरि बरु फर्किँदाखेरि साँझतिर त्यो धौलियोदार दिउँसो घुमेर त्यही हो। ल राम्रोसँग बुझ्दैन। ओए हात पाटिसक्यो लौ के भन्छ अहिले जिम्मेदारी बोल्दै बोल्दैन एकछिन है यिनीहरूले एउटा कुरा सोधन मैले के भयो सिम्बी गाड्न जान्नु गौतम हामी चाहिँ कहाँ रे हो ट्रिट गर्नु होला हामी चाहिँ छिरछिर आइपुगेको छौँ साथीहरू यहाँ चाहिँ माथि माथि अझै माथि सिंहरादेखि माथि घुम्नुहुन्छ सिस्तार पनि खानु पर्दैन साथीहरू यहाँ लगाउने यहाँ जाने थाहा नै छैन मलाई केही पनि ठिक होला एक दिन विश्वास राखे रिसोती सबै फाले गर्दै सही समय पर्खिँदा यस्तै कुराले बनाउँछ ठिक अब चाहिँ 11:30 भइसकेको छ अब खाना खाने ठाउँमा पुगिन्छ होला आज तेस्रो दिन हो हिजोदेखि हाम्रो ट्रेकिङको हिँडाइ सुरु भइरहेको र एकदम आएछ हिँड न नि त्यही त छम भाइब त हुन चाहिएन छम मन लाग्यो के भो
खै बुझ्नै सकेन मनभरि पानी पर्दैछ सम्झेर बानी बसेछ मलाई यो खेबो मनको ये मन को क्या हुआ मेरे मन को क्या हुआ मैं कुछ समझ नहीं पा रहा मन के अंदर पानी आंखों से आंसू बह रहा है और समझ के बाद आदत भी लग गई है आप सोचते हैं कि आदत भी लग गई है अब ये आओ क्या दाम ये- फिल्म हेर न ये मेरी आओ लाइफ के फिल्म बारे हेरौँ में क्या दाम मैंने हेर्ने गलती ऐसे नहीं जो होता है ना जो होता है ना भाई दोस्त जो होते हैं ना कोई दोस्त आगे निकल गए कोई दोस्त पीछे छूट गए और इसी दौर में वो लिखता है ना कोई तो आगे लाइफ के अंदर कैसे हो रहा है बीत रहा है उसका life। यहाँ वहाँ मेरो साथीहरू डाँडा काटे आफू भने कहाँ जाने थाहा नै छैन मलाई केही पनि ठिक होला एक दिन विश्वास राखे रिस जति सबै फाले गर्दैछु म धैर्य त्यही भनी डर लाग्छ हुने हो कि ढिला सही समय पर्खिँदा त्यस्तै कुराले बनाउँछ ठिस भर छैन मायालुको यहाँ बाँकी छ जे गर्न बिहे उमेरले भइसके म 25 उमेरले भइसके 25 फर्किँदा याद आउँछ सब चिज संसार हेर्ने दुई आँखाको नानी मैले पनि सुम्पिसके तिमीलाई जिन्दगानी म एउटा कुरा गर्छु है म तिम्रो भरमा पर्छु है हे माया तिमी भन्दा म पहिले मर्छु है हे माया तिमी भन्दा म पहिले मर्छु है सिटी खोला सँगसँगै तर्छु है सँगै लैजाऊ म पछि पर्छु है हे माया तिमी भन्दा म पहिले मर्छु है। र हाम्रो बाटो देखाउनको लागि चाहिँ हाम्रो भाइ आएको छन् सो हामीले हल्का माथि पुगिसक्यो होला नि कोही हल्का पछि आइरहेका छन् अनि अनि भाइ के भन्न चाहन्छु मेरो भ्लगमा अब कति टाइम लाग्ला यही डाँडा पछि आउँछ यही डाँडा पछि यति त रहेछ त्यही हो गाइज अब चाहिँ हामी कहाँ जान लाग्यो भाइ काली ढुङ्गे ताल होइन त्यही हो सो माया गरिदिनु होला है समात्न आउन अन्त म हिँड्छु कि यसरी नै त्यही हो हाम्रो डेस्टिनेसन के अरे अपी क्याम्प चाहिँ यहाँनिर थियो यहाँनिर हामी त्यहाँ सामानहरू राखेर त्यस कपडा चेन्ज हानेर
हामी काली के भन्छ भाइ कालीढुङ्गा त कालीढुङ्गा ठाउँमा जान्छौँ सो अब माथि गएर देखाउँछौँ कति छ त्यही हो भन्दा जोसँग बोल्यो थिएँ जोसँग बोल्यो नि तिमी जोसँग बोल्यो नि होइन अगाडि गयो के हाम्रो चाहिँ ट्रिप फर्किने ट्रिप हो यो चाहिँ फर्किने बेलाको सबभन्दा खतरनाक नदौड्ने सिँढीनेर आइपुग्दैछौँ हाम्रो पारिलो गाउँ जान सक्नुहुन्छ अहिले हुन्छ के पासा भन्न चाहन्छौ यस्तै हो ट्रिप है रमाइलो भयो दुःख पनि भयो कुछ पानी के लिए कुछ खोना पर्दा है भनौँ भने जस्तै हल्का दुःख चाहिँ गर्नै पर्ने हुन्छ यति नहिँडेर तपाईँ राम्रो ठाउँसम्म पुग्न सक्नुहुन्न जस हामीले बाहिरका विदेश पर्यटकहरूलाई नि भेटायौँ यो त केही होइन कि कति माथि पुगेर आएको हामी अहिले कतिमा छौँ त कतिमा छौँ होला अहिले 2000 प्लस हामी 4000 कतिमा पुग्यो अरे 4200 त्यही हो है के गर्ने छौँ यहाँसम्म यत्न आएको के गर्ने छौँ यहाँ चाहिँ हल्ने हिँड्न सक्ने चाहिँ म चाहिँ अब हिँड्नुपर्ने हुन्छ है के गर्नु यही हो हिँडाइ है ओह्रालो के छ त छ यहाँ माया के छ माया के गर्नु छ माया माया छ कि कसको माया छ मेरो छ कि कस्तो छ भन त